ल साथीहरू, यो हिमाल जस्तै बनेको छ अहिले हाम्रो यो स्कटल्यान्ड, एबरडिन र बेलायतका सबै ठाउँमा हिउँ परेको छ भन्ने सुनिएको छ। धेरै नै 5-6 फिटसम्म हिउँ परेको छ। यो हिमालमा यो कैलाश पर्वत गए जस्तै छ अहिले। सबै हेर्नुहोस्, यसरी गाडीहरू पनि गइरहेका छन्, गाडी सबै पुरिएका छन्। सबै हेर्नुभयो भने यस्तो चाहिँ भइरहेको छ। पुरा रुखहरू सेसनली राउन्ड अबाउट बाटो यस्तो छ। पुरा यहाँ अहिले नुन छरेको थियो बिहानमा, तर त्यो नुन छराइले पनि केही काम गर्न सकेन। जानु सास फेर्नु पनि छाला पुरिरहेको छु। तपाईँहरूलाई यो देखाऊ, यो दृश्य देखाऊ भनेर अहिले चिसो हुँदाहुँदै पनि यहाँ आएर यो देखाइरहेको छु। एकचोटि हेर्नु होला, अब त हुरी बतास पनि लाग्नु थाल्यो। हिउँ र हुरी बतास सँगै लागेपछि वातावरण एकदमै अप्ठ्यारो हुन्छ। ल साथीहरू, ल हेर्नुहोस्, रमाइलो गर्नुहोस्। म बिदा छु।